हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि कसले बचायो? अल्टिमेटली हेर्दा त सेनाले बचायो। तर सेना, हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन? सर्वोच्च अदालत किन बचाउन सकेन? राष्ट्रपति भवन किन बचाउन सकेन भनेर हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ, बडो विचित्र लाग्छ। हामीलाई त बचायो, मैले त्यसो भएर धन्यवाद, कमसेकम हामीलाई बचायो, त्यसको लागि त धन्यवाद दिनै पर्यो। हामी बचेर निक्लेर आइयो नि त। नबचाउन चाहेको भए त हामी त के अरे मुठीको ऊ जस्तो भएको थियो नि, किचिक्क पार्दै त हामी किचिक्कै हुने ठाउँमा पुगेका थियौँ। त्यसो त भइएन। के कारणले भइएन होइन? जे भए पनि सेनाकै हेडक्वार्टरमै बसेर सकुशल आउँदा त सेनालाई धन्यवाद त दिनै पर्यो नि। तर गहिरिएर विचार गर्दा हामीलाई भू-राजनीतिक शक्ति सन्तुलन र चलखेलले बचाएको हो भन्ने जस्तो लाग्छ मलाई। नत्र बच्ने स्थिति थिएन। सबैको एउटै कुरा भएको भए त हामी जे पनि हुन सक्थ्यो। त्यसकारण अब सुशीलाजीको समर्थन इत्यादि भन्नुभयो होइन? सुशीलाजीको नाम जेनजीको त्यो डेस्कर्डबाट भोटिङ गरेर धेरैले सुशीलाको पक्षमा, अरू पनि थिए, बालेन आफू तयार नभएपछि सुशीलामा नै चाहिँ युवाहरूको समर्थन भनेर आएपछि हामीले त्यति बेला डक्ट्रिन अफ नेसेसिटीको खुब चर्चा गरियो। त्यहाँ डक्ट्रिन अफ नेसेसिटी भयो। राष्ट्रपतिले धारा 61-62 जे प्रावधान छ त्यो प्रावधानलाई टेकेर आवश्यकताको सिद्धान्तका आधारमा चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति, त्यो केपी ओली जो चाहिँ सेनाले हेडक्वार्टरमा हालेर हेटौँडा वा कता पुर्याएको भए पनि उहाँ नै काम चलाउ प्रधानमन्त्री हुनुहुन्थ्यो। फेरि त्यो प्रधानमन्त्रीको सिफारिस चाहिन्थ्यो। राष्ट्रपतिजीले प्रधानमन्त्रीलाई भेटेर सिफारिस ल्याइसक्नु भएको रहेछ। मलाई हिजो मैले केपीजीको भाषण सुने, उहाँले बडो चाहिँ आक्रामक ढङ्गले प्रस्तुत हुनुभयो। तर हामीलाई त्यति बेला जे कागज देखाइयो, प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने त उहाँले दिनुभएको थियो त। अनि अहिले यो पनि मान्दिनँ त्यो पनि मान्दिनँ भन्नुको तुक हुन्छ र राजनीतिमा चाहिँ न्यूनतम रूपले पनि नैतिकता के हो भने प्रधानमन्त्री त्यति बेला केपी ओली नै हुनुहुन्थ्यो। केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो। अब यो सरकार हाउमा भन्न मिल्छ त? हामीले बरु मिल्ला अलिअलि, केपीजीले त भन्नै मिल्दैन। उहाँ नै सिफारिसकर्ता हो, उहाँकै सिफारिसमा टेकेर राष्ट्रपतिजीले नियुक्ति गरेको हो। त्यसकारण चाहिँ हामी त्यसको साक्षी भइयो। त्यति बेला हामी साक्षी थियौँ, साक्षी छौँ, त्यो कुरा हो। अर्को अब हाम्रो उमेशजीले अलिक कडा भन्नुभयो जस्तो लाग्यो। तपाईँ त्यति कडा चाहिँ भन्नु पर्दैन जस्तो लाग्यो मलाई। तैपनि तपाईँलाई लागेको कुरा भन्नुभयो, मेरो केही भन्नु छैन। तपाईँले सिधा सिधा भन्नुभयो। सबै साथीहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को पटक फेरि बसौँला। म अहिले सकेँ।